सो गाइजहरू म चाहिँ हिँड्न आँटेको हो होइन। टक्कसँगले मेरो बाइकमा अलिकति सामान छ। टक्क छिरिसकेको छु म। ऐना मिलाउँदैछु म होइन गाइजहरू। राइड गरेको भिडियो बनाउनलाई मजा आउँछ हो। धेरै माथि भयो जस्तो लाग्यो है। त्यतिको चाहिँ हुनुपर्छ है। त्यतिको भयो भने अगाडि देखिन्छ नि त। गाइजहरू हल्का थोरै हल्लिँदो रहेछ क्या यो। म बनाउँछु है त्यहाँ रोकेर। मैले अघि मजाले फिट गरेको छैन क्या। टक्कसँगले मेरो बाइकको ब्रेक कसिएको छ क्या गाइजहरू। बाइकको ब्रेक कसिएछ। झ्याँचुँ गर्ने गराउँछ भने चाहिँ पानी राम्रो परेको छ नि त। बवाल मजा हुन्छ क्या त्यसरी भिडियो बनाउँदै हिँड्न चाहिँ। तर अझै यो क्यामेरा हल्लिएको रहेछ। यसलाई अझै कस्नुपर्छ गाइस। अब कस्ने सामान छैन, स्क्रुप नै चाहिने रहेछ। पुरै हल्लियो क्या यो। यस्तो गरेर बनाउँदा कसिएको छैन नि त। यसरी घुमाएर कस्नुपर्ने रहेछ क्या। अब चाहिँ कसियो जस्तो लाग्यो है मलाई। अब चाहिँ हल्लिँदैन होला गाइस। अब चाहिँ भयो है। यो भिडियो चाहिँ म काटेर हाल्छु। तपाईँ चाहिँ नहल्लिनु पर्ने हो। काठमाडौँमा पनि ओह्रालो उकालो बाटो छ नि गाइस। अस्ति यहाँ अप्ठ्यारो बाटो थियो, अहिले चाहिँ पिच गरेको रहेछ। पिच गरिसकेको छ। खाल्टा खुल्टी सानो, खाल्टा खुल्टी छैन नि। बाइकलाई पेलिन्छ भनेपछि गाडीले कति पेल्ला। हेरौँ न कस्तो हो त गरेर आयो। पेर्दिनँ नि त। अब पहिलो डर लाग्थ्यो। आजभोलि त मतलबै हुँदैन। अलिअलिमा आएको कहिले आयो नत्र छिर्दै जान्छ म। र गाइस मेरो स्टार्टिङ हो।
तपाईहरु मेरो च्यानलमा हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। युट्युब, टिकटक, फेसबुक, इन्स्टा सबैमा म यो भिडियो राख्छु। अरु मोटो भ्लगहरु पनि म बनाउँछु हैन। तपाईहरुको माया साथ सपोर्ट भयो भनेदेखि अगाडि बढ्नलाई मलाई एकदम सजिलो हुन्छ। अब छिटो बढो अगाडि। तमुलाहरु नडराउने हो हैन। पेले यार मान्छेलाई काबु बनाउँछ। उकालो ओह्रालो बाटो पनि छ नि त गाइजहरु काठमाडौँमा। फेरि म हिँड्ने बाटो चाहिँ जहिल्यै भिड हुन्छ क्या। के भएको आज त स्याटरडे हो, स्कुल लाग्दैन होला, भिड्दैन कि भनेको। यो गाडी जहिले म आउँदाखेरि निस्किन्छ। गाइजहरु खुला बाटो आयो भने चाहिँ अलिकति खुलेर हिँड्न मन लाग्छ हो। तर मैले पछाडि भारी पनि बोकेको छु। 40 केजी जति छ होला लगभग। पानी भर होला। यो मेरो ट्राइपोड हरियो क्या अघि। स्टार्टिङदेखि नै राम्रो भ्लग बनाउँ भनेर मैले सोचेको, ट्राइपोड हरियो क्या गाइजहरु। त्यसलाई चाहिँ के परे स्क्रु ड्राइभरले कस्नु पर्ने रहेछ। अब स्क्रु ड्राइभर छैन मसँग। काला बाटाहरू छन् नि गाइजहरु। सवाली काला बाटाहरू छन्। अप्ठ्यारो ठाउँ क्या। गाडीहरू आयो भनेदेखि रोक्नलाई र थाम्नलाई खान अप्ठ्यारो हुँदैन। के बनिएको हो त? के बनिरहेछ पनि पुरै ढुङ्गाहरू खान छ। हिजो तपाईहरु यहाँ हुनुभयो भने हिजोको मैले भ्लग बेलुका खिचेको भए कि मेरो भ्लग युट्युबमा पनि कमसेकम 1 मिलियन कट्यो होला के गाइस। यस्तो पानी यो राखेको छैन। यो यहाँदेखि यस्तो पानी निस्किआयो क्या। आम्मा म त सानो डर लागेन। आज बगाउने भयो मलाई भनेर। टर्निङको रिच जति नै छिटो होइन पनि टर्निङको रिच चाहिँ स्लो गर्नुपर्छ। नत्र पर्ल्याक पुत्लुक लडिन्छ। उतादेखि अर्को गाडी आएको भन्छ। गाडीले पनि त मलाई हिजो यहाँ बसले सानो न मजाले पेलेको थिएन। हल्का घाँटी हल्का डुबिरहेको छ क्या मेरो। त्यही भएर हो गाइस। यहाँ आउँदै क्या यो मुनि राखेको भन्छ नि एउटा। यो खोलाको पानी ठुलो हुँदो रहेछ। होमपास सानो हालेको हुन्छ कि त्यो। यहाँ आउँदै त पुरै जलामय हुन्छ त। खोलो बुझिरहेको यार। हिजो मैले यहाँको भिडियो बनाएको भए कि
मेरो 1 मिलियन जति जान्थ्यो। अब त्यो पनि त पानी नै छ नि त होइन भन त। फेरि यो बाइक कुदाउने बानी भएपछि खुट्टा जाम हुँदो रहेछ कि गाइजहरू। खुट्टा भुइँमा टेक्नै मिल्दैन, मन लाग्दैन। खुट्टा भुइँमा टेक्न मन नलागे पछाडि कहाँ लडिन्छ। तर होस पुर्याएर गर्नुपर्छ। सोचेर सोच्यो भनेदेखि लडिन्छ। च्यानलमा नयाँ हुनुहुन्छ चाहिँ ड्याङले सब्सक्राइब गर्दै जानु। हाम्रो पुलिस सरलाई लाइसेन्स देखाइदिउँ भनेको देखाउँछु म कुनै जहिल्यै जाम हुन्छ यार। सरले जा भनेर पुग्नुभयो, सरले जा भनेर पुग्नुभयो, म हिँड्दै। घाँटी दुखेर नि गाइसक्यो, कस्तो घाँटी दुखी आयो भने मेरो यहाँदेखि राइट उँधो जाने हो। बिस्तारी आउँदाखेरि के हुन्छ र? सर्टकट बाटो छ र मात्रै हो गाइस। सर्टकट बाटो नै भए पनि अब चाहिँ मैले मोटो भ्लग बनाउन थालेँ गाइसहरू। अब चाहिँ म खतरा मोटो भ्लग नै मात्रै बनाउँछु। अरू पनि बनाउँछु, मोटो भ्लग पनि बनाउँछु। धेरै चाहिँ मोटो भ्लग नै बनाउँछु। बनाउन त धेरै थोक बनाउन बाँकी छ मैले, र भए पनि अब राइडर बनिन्छ गाइस। ट्राभल गरेकोहरू त बनाउनै बाँकी छ। मैले पहिले धेरै ट्राभल गरेको थिएँ तर खिचिनँ क्या। र युट्युबमा अलिकति पछाडि पनि परियो। रतन कार्कीसँगै लगभग युट्युब स्टार्ट गरेको होला मैले। उसको 6 लाख पुगिसक्यो, मेरो 200 छ यार। तपाईँहरूले चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनु हो भनेदेखि त्यति गाडी आउँदैछ। म एकैचोटि मेरो बाटोमा जान्छु। आफ्नो साइड हिँड्नुपर्छ, ट्राफिक नियम पालना गरौँ भनेर भन्ने कुरो छ नि गाइस। यहाँ त सानो भिड हुँदैन यार। आजै मात्रै हो, स्याटरडे भएर होला आज। अन्त त यहाँ कटेर जानलाई यस्तो झ्याउ हुन्छ कि तपाईँहरूलाई चाहिँ नयाँ ठाउँ, नयाँ कुरा देख्ने सोच हो मेरो। अब काम गर्दै पनि कहाँसम्म पुग्नुपर्छ। कलाकारहरू छ पनि, म धेरै कलाकार बनाउँछु। तपाईँहरूको माया साथ सपोर्ट, साना युजरहरूलाई पनि तपाईँहरूले सब्सक्राइब गरिदिनु, सेयर गरिदिनु, कमेन्ट गरिदिनु, तपाईँहरूको साथी समक्ष पुर्याइदिनु हो भनेदेखि हामीलाई पनि एकदम जोस जाँगर आउँछ क्या गाइजहरू। सबैले गर्दाखेरि भएको छ। सबैले चाहिँ युट्युबमा भिडियो हालेर इन्कम गर्न सक्नुहुन्छ। मेरो चाहिँ सोच युट्युबदेखि इन्कम गरेर मैले घर बनाउने सोच होइन क्या। मैले युट्युबदेखि इन्कम गरेको पैसाले हाम्रो वृद्ध बुबा आमाहरू हुन्छ नि, त्यस्तो बुबा आमाहरूलाई सहयोग गर्छु क्या। युट्युबको पैसाले मैले केही गर्न खोजेको होइन, कमाएर युट्युबदेखि कमाएर केही सहयोग गर्न खोजेको हाम्रो वृद्ध बुबा आमाहरूलाई, अशक्तहरूलाई। तपाईँहरूले माया गरिदिनु भयो, साथ सपोर्ट गरिदिनु भयो भनेदेखि त म
पनि मेरो पनि फलोवर्स हुन्छ नि त। अब मैले अरू कामहरू धेरै काम गर्न बाँकी छ। सिरियल खेल्न मेरो कामै बाँकी छ। सिरियल खेल्छु, अरू फिल्महरूतिर पनि थोरै खेल्छु, म्युजिक भिडियोहरू पनि खेल्छु गाइसहरू। तपाईँहरूको माया साथ सपोर्ट भयो भने त म अगाडि बढ्ने हो नि त होइन। अनि तपाईँहरू जो मेरो च्यानलमा नयाँ हुनुहुन्छ भनेदेखि ट्याक्कसँगले सब्सक्राइब गर्नु होला, साथीहरू समक्ष पुर्याइदिनु होला। तपाईँहरूको माया साथ सपोर्ट हौसलाले त म अगाडि बढ्ने हो। एक दिन म युट्युबदेखि पैसा कमाउँछु होला, तर मैले युट्युबदेखि पैसा कमाएर मेरो लागि खर्च गर्दिनँ क्या म गाइस। युट्युबदेखि कमाएको पैसाले उकालो राम्रो उकालो छ, यहाँ चाहिँ एक गियरमै हिँड्नुपर्छ, भारी पनि बोकेको छु नि त मैले भनेर। त्यही भएर मैले युट्युबदेखि कमाएको पैसाले चाहिँ अशक्तहरूलाई तपाईँहरूले हेरिदिनु भयो, मन पराइदिनु भयो भनेदेखि एक दिन म कमाउँछु त्यति पैसा, त किन नकमाउने। लागि परेको छु, जे काममा पनि लागि पऱ्यो भनेदेखि हुन्छ। तर पनि खुट्टा तान्ने मान्छे, केही गर्न खोज्दाखेरि आरिस गर्ने मान्छे, तल झार्ने मान्छे, कुरा काट्ने मान्छेहरू धेरै हुन्छन् है गाइसहरू। त्यस्ता मेरो पनि धेरै थियो। मैले सानैदेखि धेरै कुरो भोग्दै आएको। केही गर्न खोज्दाखेरि छरछिमेकीले उँधो लगाउने होइन, उँधो लगाउने खालको छरछिमेकी हुन्छन्। आफन्त नै आफ्नो आफन्त नै सबैभन्दा ठुलो दुश्मन हुन्। केही गर्न खोज्दै हुनुहुन्छ भने साथ सपोर्ट गर्ने होइन, तपाईँको खुट्टा तान्ने, कुरा काट्ने बढी हुन्छन्। मैले सानैदेखि धेरै कुरो भोग्दै आएको छु। त्यही भएर तपाईँ जे काम गर्दै हुनुहुन्छ तपाईँका लागि गर्नु, व्यस्त हुनु, हरेक कामलाई फोकस गरेर गर्नु। तपाईँ जे काम गर्दाखेरि पनि एक दिन अवश्य सफल हुनुहुन्छ। म पनि केही गर्न खोज्दैछु। मैले सानैदेखि केही गर्न खोजेर अहिले थोरै केही न केही अझै गर्न खोज्दैछु। थोरै राम्रो प्लेटफर्म पाएको छु भनौँ न। अनि यो माया मोह लभ रिलेसनसिपमा नपर्नु होला। रिलेसनसिपमा पर्नु हो भनेदेखि चाहिँ माया मोहतिर लाग्नु हो भनेदेखि चाहिँ जिन्दगी सुई हुन्छ गाइसहरू। भविष्य आफ्नो करियर बनाउने हो। तपाईँले मानौँ तपाईँले पैसा 10 करोड कमाउनु भने तपाईँ 50 वर्ष पुगे पछाडि तपाईँले 16 वर्ष केटी बिहे गर्न सक्नुहुन्छ क्या। त्यही भएर यो लभको पछाडि कहिल्यै पनि नलाग्नु, आफ्नो भविष्य बनाउनुपर्छ। पैसा कसरी हुन्छ? पैसा कमाउने हो। बाबुआमादेखि लिएर सबै थोक पाइन्छ। बाबुआमा, दिदीबहिनी, दाजुभाइदेखि लिएर सबै थोक पाइन्छ यो संसारमा होइन गाइसहरू। त्यही भएर यो मायाको मोह मायाको पछाडि नलागिकन चाहिँ कसरी हुन्छ पैसा कमाउनु, मस्त रहनु, बिजी रहनुहोस्। आफ्नो काममा एकदम बिजी हुनुहोस्। दिनमा एउटा केही न केही नयाँ काम गर्नुहोस्। त्यो गर्नु हो भनेदेखि अवश्य पनि तपाईँ एकदम सफल हुनुहुन्छ। मैले यो बोलेको चाहिँ सुनिँदै छ कि छैन? आज चाहिँ मैले माइक जोडेको छुइनँ, बाहिरको साउन्ड पनि आउँछ नि त हल्का भनेर। अब त्यो चाहिँ के कसो छ अहिलेसम्म म तल गएर सुन्छु। तपाईँहरूले मेरो आवाजलाई त सुन्दै हुनुहुन्छ होला, मेरो भोइसलाई त सुन्नुभएको छ कि छैन, मोबाइलमा आउँदैछ कि छैन। जस्तै यो एकादशी भाइको युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नु होला। अनि चाहिँ एकादशी भाइले पनि केही गर्न खोज्दैछ। यो गाडी यहाँ रोकिन्छ। यता चाहिँ एयरपोर्ट हो। यो देखिएको चाहिँ एयरपोर्ट हो गाइस। यो देखिएको
एयरपोर्ट नजिकै हो, एयरपोर्टमा गएर पनि बनाउँछु ओह्रालो उकालो काठमाडौँमा जस्तै बाटो छ नि यार, तर गाडीमा चाहिँ हिँडचोटि फेल भयो गाइस। बाइकको चाहिँ फ्याट्टै निकालियो क्या, राइडर पनि नजाने होला। गाडीको त 3 चोटि फेल भयो नि त, बाइकको त एकैचोटिमा नि फ्याट्टै निकालियो। सो अब म तपाईँहरूलाई मन्त्र कोटको लोकेसनको विषयमा बताउँछु। ठ्याक्क तपाईँहरू यो एयरपोर्टको बाटो आउनुभयो होइन, एयरपोर्टको बाटो यो भयो। त्यस पछाडि यहाँ पर चोक छ, एउटा चोक, त्यो चोकको नाम के हो, त्यहाँ बोर्डहरू लेखेको होला, म त्यहाँ भन्छु। तपाईँहरू धेरैजना कन्फ्युज हुनुभयो, गुगल म्यापमा पनि छ, धेरैजनाले मलाई लोकेसन भएन भाइ भने। यो मलाई फोर्स गाडी मैले कुदाएको हो यार पहिले। यो गाडीदेखि सिकेको मैले। यो चोक भयो होइन, यहाँदेखि चाहिँ यो सन सिटी जाने बाटो हो। यो देखिएको चाहिँ अपार्टमेन्ट हो होइन, यो त सन सिटी जाने बाटो। बाटोको यो मेन बाटो म तपाईँहरूलाई देखाउँछु। टक्क यो मन्दिर भयो है, मन्त्र प्लोट कहाँ छ भनेर भन्नुहुन्छ होला। यो चाहिँ मेन बाटो भयो। अनि यो उँधो यो देखिएको उँधो जाने चाहिँ सन सिटी जाने बाटो हो है। अब यो बाटोलाई नछोडिकन टक्क जानु पर्यो हामी है। अनि टक्क यहाँ त्यहाँ यो नयाँ बिल्डिङ देखिएको छ नि, यो देखिएको नयाँ बिल्डिङ चाहिँ मन्त्र प्लोट हो। साथीले भएर पुर्लुकै लडाउने गर्ने आलु त्यहाँ एउटा छोरो हात खुट्टा भाँचियो भनेदेखि बिजोक हुन्छ नि त। म मन्त्रमा आइपुगेँ, यो मन्त्र चाहिँ गाइजहरू लोकेसन पनि थाहा भयो। अब त्यस पछाडि चाहिँ मेरो भिडियो अब अफ हुन्छ। तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब चाहिँ गर्नु होला। इधर आइए, इधर आइए। हनुमान काका नाटक नि अनि हल्लिएको हल्लिए गर्छ यहाँ। भिडियो अफ गर्नु न हौ, भिडियो अफ गर्नु न यार।